आज चाहिँ मेरो बुढाको छुट्टी थियो तर स्याटरडे के काम परेको थियो नि त अफिस गएको थियो तर आज चाहिँ ओला अटोहरू सबै स्ट्राइक भएर चाहिँ बुढा फेरि फर्केर आयो। म त खुसी भएँ, नानी पनि खुसी भयो। त्यसको बादमा चाहिँ मैले डोसा बनाउनु लागेँ। हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। डोसा चाहिँ मलाई त्यस्तो मन पर्दैन कि तर नानीलाई मनपर्छ। डोसा सोसा नानीलाई खिलाएँ अन्त एकछिन बादमा होइन यहाँ चाहिँ हाम्रो सानो तिनीले छेउ पुरा डिस्टर्ब गर्छ नि त होइन। अन्तखेरि मैले चाहिँ बयर खाएँ। अहिले यो समयमा चाहिँ बयर एकदम गुलियो पाउँछ होइन। मलाई चाहिँ बयर पुरा मनपर्छ। स्याटरडे सन्डे है आज चाहिँ खाना चाहिँ मेरो बुढाले बनाइदिन्छ होइन। ढुक्क खाना बनेपछि चाहिँ मलाई सबै काम गर्नु सक्छु म चाहिँ होइन। खाना बनाउनु चाहिँ अलिकति अल्छी लाग्छ। मेरो नानीले चाहिँ एप्पल र बनाना बाहेक अरू केही खाँदैन, फ्रुट्सहरू। त्यसको बादमा चाहिँ मैले नानी र हस्बेन्डलाई पठाएँ। कपाल काट्न नानीको धेरै लामो भएको थियो नि त कपाल, अन्त काट्नु लागि हस्बेन्डले पनि काट्छ अरे नि त कपाल। अन्त त्यसको बादमा चाहिँ म लागेँ हतार घरको कामतर्फपट्टि। म चाहिँ अहिले अल्टरनेटिभ्स डेमा मात्रै पोछा गर्छु किनभने मैले बाईलाई निकालिदिएको होइन। अहिले नलागेको आफ्नो एक्सर्साइज पनि हुन्छ काम गर्दाखेरि। खाना बनाउनु ठ्यास्सै बस्नु अल्छी लाग्दो हुन्छ। काम गरेपछि टाइम पनि छिट्टो बित्छ, उयो जिउ पनि फुर्तिलो हुन्छ। त्यसको बादमा चाहिँ नानी आयो होइन। मैले नानीलाई चाहिँ अन्त हेयर कट गरिदिएँ, हेयर कट अरे सरी नानीलाई चाहिँ नुहाइधुवाइ गरेर बुढाले खाना खुवाइदियो यहाँ होइन। स्याटरडे सन्डे चाहिँ मलाई ढुक्कै हुन्छ गाइस आजको लागि यति नै होइन। भोलि पनि मेरो भिडियो आउनेछ। बाई बाई।